आज चाहिँ मेरो धेरै दिन पछाडि छुट्टी थियो, गोल्डन विकले गर्दा छुट्टी नपाएर अनि बल्लैले आज पाथेँ। अनि त्यसपछि यसो फ्रेस हुनलाई अनि के अरे खावागुचीको लेकतिर गएको थिएँ कि अहिलेसम्म म गएको थिएन नि त, अनि त्यही भएर नि गइदिएको। अनि आज कस्तो मौसम यस्तो राम्रो थियो अनि भ्यू पनि यस्तो राम्रो थियो, फुलहरू चाहिँ कस्तो राम्रो फुलेको थियो। अनि फुलहरू एकछिन हेरेँ अनि एकछिन घुमेँ, भिडियो सिडियो बनाएँ। धेरै दिन पछाडि बाहिर निस्केर होला अनि यस्तो ठाउँमा आउँदा चाहिँ कस्तो माइन्ड फ्रेस भयो क्या। अनि वरिपरि पनि हरियाली है, कस्तो राम्रो थियो। अनि लेकमा अनि यस्तो राम्रो थियो। अनि एकछिन बसेँ अनि फर्केँ, अर्को ठाउँतिर गएँ। अर्को ठाउँमा चाहिँ केबल कार चढ्ने रहेछ। अनि मलाई त थाहा थिएन यो, अनि बसदेखि त्यत्तिकै झरेको थिएँ क्या मैले। अनि आधी बाटोमा अनि कस्तो ठाउँ रहेछ अनि हेर्नलाई, अनि ठ्याक्क केबल कार चढ्ने ठाउँमा झरेको रहेछु यहाँ माथि जानलाई। अनि गएँ एकछिन, त्यहाँ माथिदेखि चाहिँ यो अघि नैको मुनिको लेक चाहिँ यस्तो राम्रो देखिने रहेछ क्या, माथिदेखि भ्यू यस्तो देखिने रहेछ। अनि यो भ्यू हेर्नलाई चाहिँ जाने रहेछ यहाँ माथि। अनि म नि आएँ, एकछिन घुमेँ। अनि एक्लै भिडियो बनाएँ फोन राखेर, एक्लै त थिएँ। अनि आफ्नो भिडियो आफै बनाउँदै बसेँ, मान्छेहरू पनि धेरै थियो। फेरि एकछिन माथि घुमेर अनि मुनि झरेर फेरि लेकतिर गएँ, पानीनिर पानी एकछिन छुएँ, पानी खेलाएँ। अनि बसेँ एकछिन अनि आनन्दले। अनि आज घाम थियो नि त, मजाले घाम लागेको थियो। अनि त्यही भएर अलिक घामले पोल्यो। अनि त्यसपछि फर्केँ म। यो यस्तो रहेछ, अब यतै होला। म हराएँ, बाटो थाहा नभएर एकछिन हराएँ। अनि यताउति हेरेँ अनि म्याप हेरेर अनि आइपुगेँ म चाहिँ यहाँनिर। अब मलाई यहाँनिर बस लिन आउँछ एकछिन, अब अझै आधी घन्टा जति बाँकी छ, एकछिन कुर्छु। त्यस आजको दिन चाहिँ धेरै रमाइलो भयो, धेरै पछाडि बाहिर निस्केको थिएँ नि त म। अनि जस आनन्द फिल भयो। यति हो गाइस, सी यु नेक्स्ट भिडियो। बाई बाई।